लगाएको, कालै कोट लगाएको, कालै दौरा सुरुवाल लगाएर मनभित्र कालो पालेर बसेको एउटा तानाशाहले फेरि विद्यार्थी आन्दोलन सक्छु भनेको छ। बालेन इतिहासबाट फेरि सकिन्छ। जबसम्म उल्टा सारा चलन सकिँदैन तबसम्म यो धरतीमा क्रान्ति रोकिँदैन। राजाहरू सकिए तर विद्यार्थी आन्दोलन सकेन। अहिले भएका राजा महाराजाहरूले बेनोज अधिकारी, पूर्ण पौडेल, प्रीत कुमार मोक्तान, निश्चल नकर्मी लगायतका थुप्रै विद्यार्थीहरूलाई बेपत्ता पारेर शहीद बनाएर राजतन्त्र बचाउँछु भन्थे, विद्यार्थी आन्दोलन रोक्छु भन्थे। राजाहरू सकिए तर विद्यार्थी आन्दोलन सकेन। आज फेरि कालै चस्मा लगाएको, कालै कोट लगाएको, कालै दौरा सुरुवाल लगाएर मनभित्र कालो पालेर बसेको एउटा तानाशाहले फेरि विद्यार्थी आन्दोलन सक्छु भनेको छ। बालेन इतिहासबाट फेरि सकिन्छ। त्यसकारण जबसम्म उल्टा सारा चलन सकिँदैन तबसम्म यो धरतीमा क्रान्ति रोकिँदैन। इन्द्रबहादुर राई र रबिन तामाङको रगतको न्यानोमा बालुवाटारमा सुतिरहेका बालेन्द्र शाहले यो बुझ्न जरुरी छ, उनले यदि विद्यार्थीहरूलाई डिपोलिटिसाइज गर्ने, विचारविहीन बनाउने उनका जुनसुकै पनि षड्यन्त्रलाई हाम्रो आन्दोलन निस्तेज पार्नेछ र फेरि हाम्रा अनेकन कमजोरीका बावजुद पनि आफूलाई फेरि सुधार्दै यो देशको नयाँ शिक्षा प्रणालीको दर्शन बारे, यो देशको विद्यार्थीलाई सिपसँग जोड्ने बारे, यो देशका विद्यार्थीलाई उत्पादनसँग जोड्ने बारेमा फेरि विद्यार्थी आन्दोलन जुर्मुराउनेछ। यो खारेज गर्न मिल्ने आन्दोलन होइन, यो सधैँको आन्दोलन हो भन्दै म मेरा कुरा यही टुङ्ग्याउन चाहन्छु। अभिवादन। एउटा कायरले, एउटा सन्कीले, एउटा दुर्व्यसनीले हाम्रो आन्दोलनलाई मार्न खोजिरहेको छ, तर पनि उसलाई लागिरहेको छ ऊ कालो चस्मा पछाडि लुकेर संसदमा पनि नगइकन सिंहदरबारको एउटा कुनामा म्याउ गर्दाखेरि उसलाई लागेको छ उसले सिंह जस्तो गर्जेको छ, तर हाम्रो कानमा पर्दा त्यो म्याउ भइरहेको छ। उसँग डराउने छैन। बरु हामी चुनौती दिन चाहन्छौँ, यदि उसँग हिम्मत छ भने उसले कालो चस्मा खोलेर हामीसँग आँखामा आँखा हालेर कुरा गर्न आओस्। यहाँ आरआरको प्राङ्गणमा आओस्, टियुको प्राङ्गणमा आओस्, उसले जहाँ बोलाउँछ विद्यार्थी आन्दोलन त्यहाँ जान तयार छ। बालुवाटारमा होइन, कुनै दुर्व्यसनी गृहमा राख्नुपर्ने हुन सक्छ। यो देशमा पञ्चायती शासनमा नभएको, कहिले नभएको यो शासकले हाम्रा विश्वविद्यालयहरूमा, हाम्रा कलेजहरूमा पुलिस पठाउने भन्दैछ। पहिलो पटक हुँदैछ यो इतिहासमा। ऊ चाहन्छ हाम्रा आवाजहरू, हाम्रा विरोधहरू, हाम्रा सबै कुराहरू, हाम्रो विचारहरूलाई पुलिसका बुट मुनि कुल्चिएर हामीलाई विचारविहीन बनाएर हामीलाई मृत भेडाहरू बनाउन चाहन्छौ। यो पनि एउटा अचम्म घटिरहेको छ हाम्रो देशमा। तर यी सबै अचम्महरूको गठजोडका बिचमा पनि, यी सबै अचम्महरू भइराख्दाखेरि पनि यो देशको एउटा आन्दोलन, यो देशको परिवर्तनको सम्भाग आन्दोलन, विद्यार्थी आन्दोलन यहाँ उपस्थित छ। एउटा कायरले, एउटा सन्कीले, एउटा दुर्व्यसनीले हाम्रो आन्दोलनलाई मार्न खोजिरहेको छ, तर पनि हाम्रो आन्दोलन जीवित छ भन्नका लागि हामी यहाँ छौँ। र यो अचम्मको अवस्थाबाट यो देशलाई, यो मुलुकलाई फेरि पनि एउटा व्यवस्थामा, असङ्गतिबाट सङ्गतिमा, अव्यवस्थाबाट व्यवस्थामा ल्याउनको लागि एउटा विद्यार्थी आन्दोलन अहिले यहाँ उपस्थित भएको छ। उसलाई लागिरहेको छ ऊ कालो चस्मा पछाडि लुकेर संसदमा पनि नगइकन सिंहदरबारको एउटा कुनामा म्याउ गर्दाखेरि उसलाई लागेको छ उसले सिंह जस्तो गर्जेको छ, तर हाम्रो कानमा पर्दा त्यो म्याउ भइरहेको छ। त्यस्तो हालतमा उसलाई लागिरहेको छ उसले जितिसक्यो, तर ऊ जित्न सक्ने कुनै पनि हालत छैन। किनकि यो आन्दोलनले यस्ता रक्तबीजहरू पैदा गरेको छ। हाम्रा झन्डाहरू राता छन् किनकि त्यो शहीदहरूको रगतले रक्तरञ्जित छ। यस्तो आन्दोलन, यस्ता पुर्खाहरू, यस्तो गौरव गाथा बोकेको आन्दोलन उसँग डराउने छैन। बरु हामी चुनौती दिन चाहन्छौँ, यदि उसँग हिम्मत छ भने उसले कालो चस्मा खोलेर हामीसँग आँखामा आँखा हालेर कुरा गर्न आओस्। यहाँ आरआरको प्राङ्गणमा आओस्, टियुको प्राङ्गणमा आओस्, उसले जहाँ बोलाउँछ विद्यार्थी आन्दोलन त्यहाँ जान तयार छ र उसँग 1-to-1 कुरा गर्न तयार छ। यो देश कसरी बनाउने भनेर दर्शनको बारेमा कुरा गर्न तयार छ, विज्ञानको बारेमा कुरा गर्न तयार छ, हरेक विषयमा कुरा गर्न तयार छ। उसका सांसदहरूलाई पठाए हुन्छ, उसले जोसुकैलाई पठाए हुन्छ, यो विद्यार्थी आन्दोलन उसँग फेस गर्न तयार छ। तपाईले बलिदानको मजाक गरिरहनु भएको छ। बलिदानमाथि यसरी नै वर्षौंदेखि मजाक हुँदै आइराखेको छ र यो मजाक अन्तिम पल्ट होस् भन्ने हामी चेतावनी दिन चाहन्छौँ। 5 लाख युवाहरूलाई तुरुन्त रोजगार दिने अध्यादेश ल्याएर देखाइदिनेछौँ। आजसम्मका सरकारहरूले 25, 30, 35 वर्ष चलाए। तपाई पनि मक्ख नपर्नु होला, म 35 वर्ष शासन चलाउँछु। फेरि नेपाली जनताहरूलाई गुमराहमा पार्छु। नेपाली जनताहरूले बुझिसकेका छन् तपाईको 35 दिनको कार्यक्रमबाट, तपाईको 35
छन् कि तपाईका कार्यक्रमहरू जनताका पक्षमा छैनन्। तपाई जनविरोधी हुनुहुन्छ, तपाई गरिब विरोधी हुनुहुन्छ। यदि तपाई गरिब विरोधी हुनुहुन्थ्यो भने, यदि तपाई जनता विरोधी हुनुहुन्थ्यो भने तपाईले शिक्षामा एउटा उभार ल्याउनु हुन्थ्यो, दुई खाले शिक्षा नीति बन्द गर्नुहुन्थ्यो। गरिबका छोराछोरी र धनीका छोराछोरीले एउटै विद्यालयमा पढ्न पाउने अध्यादेश ल्याएर तपाईले उलट पुलट देखाइदिनु हुन्थ्यो। बलिदानको तपाईले सम्मान गर्नुहुन्थ्यो, तर त्यसो भइरहेको छैन। तपाईले बलिदानको मजाक गरिरहनु भएको छ। बलिदानमाथि यसरी नै वर्षौंदेखि मजाक हुँदै आइराखेको छ र यो मजाक अन्तिम पल्ट होस् भन्ने हामी चेतावनी दिन चाहन्छौँ। हामी यो सरकारलाई स्पष्ट के भन्न चाहन्छौँ भनेदेखि, यदि तपाईसँग हिम्मत र बुद्धि भएदेखि शिक्षा नीति एउटै बनाउने अध्यादेश ल्याउनुहोस्। यदि तपाईसँग हिम्मत भएदेखि मजदुरहरूको तलब पनि सभासद प्रधानमन्त्रीहरूको जत्तिकै बनाउने कार्यक्रम र कार्ययोजनाहरू ल्याउनुहोस्। यदि तपाईको हिम्मत भएदेखि बेरोजगार युवाहरूलाई रोजगारमा कसरी लगाउने त्यो नीति र कार्यक्रम ल्याउनुहोस्। होइन भने तपाईँ सत्ता र आफ्नो पद त्याग्नुहोस्। हामी तपाईले 1178 घण्टामा गर्न नसकेको काम 48 घण्टामा गरेर देखाउने छौँ। हामी गफ होइन, आफ्नो काम र कार्यान्वयनहरू कार्यान्वयन गरेर देखाउने छौँ। हामी तपाईलाई के अन्तिम चेतावनी दिन चाहन्छौँ भनेदेखि, गरिब जनताको बलिदानमाथि मजाक नगरियोस्। स्पष्ट रूपमा जनताले म्यान्डेट दिएका छन् देश बनाउनको लागि। यदि तपाईँ देश बनाउन गएको हो भनेदेखि गरिबहरूलाई कसरी उन्नति गर्ने, गरिबहरूका छोराछोरीलाई कसरी शिक्षामा गुणस्तरीय रूपमा पहुँच दिने, त्यो खालको कार्यनीति ल्याउनुहोस्। हामी अनन्त रूपमा सङ्घर्षमा हुनेछौँ र आजको यस कार्यक्रममा आएर विद्यार्थी दिवसलाई अझ गरिमामय बनाइदिनु हुन भूमिका खेल्ने तपाईँ सम्पूर्ण विद्यार्थी साथीहरूलाई हामी हार्दिक स्वागत गर्दछौँ, अभिवादन गर्दछौँ र सङ्घर्षका हरेक मोर्चाहरूमा हामी सँगै लड्नेछौँ भन्दै मैले आफ्नो मन्तव्य यही अन्त गरेँ। नमस्कार, धन्यवाद। बालन शाह नेतृत्वको जो लोकप्रियतावादीहरूको हाइज्याकरहरूको एउटा विदेशीका पपेटहरूको जो सरकार बनेको छ, जेनजी आन्दोलनका हाइज्याकरहरू या जो चाहिँ तपाईँको विदेशी साम्राज्यवादी रिमोट कन्ट्रोलबाट चल्ने मान्छेहरूको जो सरकार बनिरहेको छ, त्यसले फेरि एकचोटि नेपालको विद्यार्थी आन्दोलनलाई दमन गर्न खोजेको छ। नेपालको विद्यार्थी आन्दोलनमाथि प्रतिबन्ध गर्न खोजेको छ। राणाहरूका विरुद्धमा, पञ्चेहरूका विरुद्धमा या सामन्तहरूका विरुद्धमा सबभन्दा अगाडि बढेको आन्दोलन विद्यार्थी आन्दोलन नै थियो। यो एउटा ऐतिहासिक गौरवशाली आन्दोलन हो र आजको दिनमा तपाईँ हामीले हेर्यौँ भने फेरि एकचोटि नेपालमा जुन प्रकारको राजनीतिक परिस्थिति बनेको छ, जुन प्रकारको शासन व्यवस्था सत्ता आउन खोजिरहेको छ, त्यसले फेरि एकचोटि विद्यार्थी आन्दोलनलाई नै पहिलो टार्गेट बनाएको छ। यहाँ साथीहरूले भने जस्तै पछिल्लो तपाईँको चाहिँ बालन शाह नेतृत्वको जो लोकप्रियतावादीहरूको हाइज्याकरहरूको एउटा विदेशीका पपेटहरूको जो सरकार बनेको छ, जेनजी आन्दोलनका हाइज्याकरहरू या जो चाहिँ तपाईँको विदेशी साम्राज्यवादी रिमोट कन्ट्रोलबाट चल्ने मान्छेहरूको जो सरकार बनिरहेको छ, त्यसले फेरि एकचोटि नेपालको विद्यार्थी आन्दोलनलाई दमन गर्न खोजेको छ। नेपालको विद्यार्थी आन्दोलनमाथि प्रतिबन्ध गर्न खोजेको छ। यहाँ प्रतिबन्ध गर्ने चिजहरू धेरै छन्। तपाईँ हामीले हेऱ्यौँ भने नेपालमा भ्रष्टाचारलाई प्रतिबन्ध गर्न आवश्यक छ। नेपालमा गरिबीलाई प्रतिबन्ध गर्न आवश्यक छ। नेपालमा अशिक्षालाई प्रतिबन्ध गर्न आवश्यक छ। नेपालमा कुरीतिहरू, गलत संस्कृतिहरूलाई प्रतिबन्ध गर्न आवश्यक छ। तर बालन शाह नेतृत्वको सरकार अरू केही पनि देख्दैन। नेपालमा युवाहरूलाई तपाईँको बाध्यतावश विदेश जानुपर्ने स्थितिमा प्रतिबन्ध लाउन आवश्यक छ। तर तपाईँको बालन शाहले अरू केही देख्दैनन्। यो चाहिँ लोकप्रियतावादीहरूको सरकारले अरू कुनै चिज देखिरहेको छैन र नेपालको विद्यार्थी आन्दोलनलाई नै टार्गेट गरिरहेको छ। त्यसो हुँदा हामी यहाँबाट भन्न चाहन्छौँ, उसले किन गर्यो? हामी आजै यहाँबाट प्रश्न गर्छौँ या गरिरहेका छौँ। नेपालमा विदेशी साम्राज्यवादीहरूको पपेट सरकार आएको छ। विदेशी साम्राज्यवादीहरूद्वारा चल्ने हाइज्याकरहरूको सरकार अहिले आएको छ। त्यसो हुँदा त्यसको विरुद्धमा नेपालको विद्यार्थी आन्दोलनले बोलिसकेको छ। हामी सडकमा आइसकेका छौँ। नेपाल विद्यार्थी आन्दोलन भनेको तपाईँको सबैभन्दा सचेत चेतनाको आन्दोलन पनि हो, सबैभन्दा अग्रगामी आन्दोलन पनि हो। हामीलाई थाहा छ केही समस्याहरू पनि छन्, केही कमी कमजोरीहरू पनि छन्। तर तपाईँको जसरी अहिले तपाईँको चाहिँ लोकप्रियतावादीहरूको सरकारले, एउटा चाहिँ तपाईँको हाइज्याकरहरूको सरकारले जसरी तपाईँको चाहिँ दमन गर्न खोजेको छ, त्यो उनीहरूको दिवा सपना हुनेछ होइन। हामीले धेरै तपाईँका तानाशाहहरूलाई, धेरै तपाईँका शासकहरूलाई नेपालको विद्यार्थी आन्दोलनले घोडाबाट तल झारेको छ, घोडाबाट सडकमा पछारेको छ। त्यसो हुँदा अहिले पनि हामी भन्छौँ नेपालमा लाखौँ विद्यार्थीहरू पढ्नबाट वञ्चित छन्। करिब तपाईँको 12 लाख विद्यार्थीहरू कक्षा 1 मा भर्ना हुँदा
करिब 4 देखि 5 लाख मात्रै विद्यार्थीहरू एसईसम्म पुग्ने स्थिति छ। त्यो अन्त्य नभएसम्म नेपालमा विद्यार्थी आन्दोलन जरुरी छ। नेपालका विश्वविद्यालयहरूबाट प्रत्येक वर्ष निस्किने लाखौंको युवा जनशक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तपाईको भिजा र पासपोर्ट लिएर संसारभरि दोस्रो तहको चाहिँ दर्जाको मजदुर बन्न पुँजीवादी देशहरूमा जान बाध्य छ। त्यसकारणले नेपालमा विद्यार्थी आन्दोलन आवश्यक छ। हाम्रो देशका विश्वविद्यालयहरू संसारका सबैभन्दा कमजोर विश्वविद्यालयको रूपमा रहेका छन्। हाम्रो करिकुलम, हाम्रो तपाईको चाहिँ शैक्षिक प्रशासनिक चाहिँ सुशासनको कुरा सबैभन्दा कमजोर छ। त्यसकारण नेपालमा विद्यार्थी आन्दोलन जरुरी छ। नेपालको सिमाना धेरैतिरबाट मिचिएको छ। त्यो राष्ट्रियताको रक्षा गर्न नेपालमा विद्यार्थी आन्दोलन जरुरी छ। नेपालमा विदेशीहरूको हस्ते भइरहेको छ, आर्थिक हिसाबले, सांस्कृतिक हिसाबले, सैन्य हिसाबले, कूटनीतिक हिसाबले। त्यसको विरुद्धमा नेपालको राष्ट्रियताको रक्षा गर्न नेपालको विद्यार्थी आन्दोलन जरुरी छ। नेपालमा संविधानमा लेखिए जस्तै समाजवाद उन्मुख देश, शिक्षा निशुल्क, समान गुणस्तरीय शिक्षा सबै जनताको पहुँचमा छैन। त्यसकारणले नेपालको विद्यार्थी आन्दोलन जरुरी छ। त्यसो हुँदा हामी सबै हामी विद्यार्थी साथीहरू एकजुट भएर नेपालमा जसरी अहिले चाहिँ तपाईको एउटा साम्राज्यवादीहरूको पपेट चाहिँ तपाईको लोकप्रियतावादीहरूको एउटा फाँसीवादी चरित्रको सरकार जो सत्ता बन्न खोजिरहेको छ, यसका विरुद्धमा हामी डट्नेछौँ, लड्नेछौँ। यसको पराजय निश्चित छ र नेपालको विद्यार्थी आन्दोलनको भविष्य उज्जवल छ। हाम्रो भविष्य उज्जवल छ, हाम्रो देशको भविष्य उज्जवल छ भन्ने विषयहरू राख्दै फेरि पनि तपाईहरुलाई 62औं विद्यार्थी दिवसको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन। लाल सलाम। घरबार विहीन बनाउँदैछ, छोराछोरीहरूलाई बिचल्ली बनाउँदैछ, सरकारी विद्यालयमा डोजर चलाउँदैछ। किनभने निजी कलेजहरूमा, निजी स्कुलहरूमा भर्नाको समयमा त्यहाँ पोस्न खोज्दैछ। आज निजी शैक्षिक संस्थाहरूलाई प्रोत्साहन दिन खोज्दैछ। आज सार्वजनिक विद्यालयहरूमा डोजर चलाउँदैछ। आज आधारभूत विद्यालयहरूको त्यहाँ पढ्ने सुकुम्बासीका छोराछोरीहरूलाई एउटा स्कुल विहीन, एउटा जिम्मेवार सरकारको जिम्मेवारीमा रहेको त्यो किसिमको एउटा सरकारले जिम्मेवारी नलिएर डोजर हानेर आज विद्यार्थी भाइ बहिनीहरूलाई, ती साना कलिला मनोविज्ञान भएका भाइ बहिनीहरूलाई आज पढ्ने आफ्नो नैसर्गिक अधिकारबाट वञ्चित गर्न खोज्दैछ र त्यो किसिमको अमानवीय हरकतमा चाहिँ सरकार उत्रिरहेको छ। त्यही भएर साथीहरू, तपाईँ हामीले यी बिचमा खबरदारी गर्नुपर्ने छ। आज सरकार कुन दिशामा अगाडि बढ्दैछ, आज सरकार कसको छ, आज सरकारका मन्त्रीहरू कुन छन्, आज सरकारको नेतृत्व गर्ने मन्त्रीहरू कुन वर्गका छन्, कुन चेतनाको स्तरमा अगाडि बढिरहेका छन्, कुन मनस्थितिका अनुसार अगाडि बढिरहेका छन् भन्ने चिजको तपाईँहरूले हेक्का राखेनौँ, त्यो किसिमको खबरदारी गरेनौँ। यिनीहरूले गर्ने गलत क्रियाकलापको खबरदारी तपाईँ हामीले गरेनौँ र यिनीहरूको गलत क्रियाकलापहरूमा हामीले बाधा उत्पन्न गरेनौँ भने यो देशमा फेरि श्रीलङ्काको जस्तो, यो देशमा फेरि युक्रेनको जस्तो, यो देशमा फेरि अरू वैदेशिक चलखेल गरेर देशको स्वाभिमानमाथि जुन किसिमको एउटा बबन्डर मचाउने किसिमका प्रयत्नहरू भएका छन्, यी चिजहरूमा तपाईँ हामीले बोल्न पर्नेछ। त्यही भएर आज सामाजिक सञ्जालमा खाने गालीहरू स्वीकार्य छ, आज समाजले गर्ने विभिन्न किसिमका खबरदारीहरू स्वीकार्य छ। तर राष्ट्रको लागि, यो देशको स्वाभिमानको लागि, यो देशको माटोको लागि, यो देशको स्वाधीनताको लागि यी आवाजहरू बोलिरहनेछन्। यो विद्यार्थी आन्दोलनको मसाल उठिरहनेछ, यो न्यायको आवाज उठिरहनेछ र यो समग्र विद्यार्थी आन्दोलनले देशैभरि विभिन्न किसिमका यो प्रतिरोधका विरुद्धमा हामीले न्यायालयबाट पनि खबरदारी गरेका छौँ, सडकबाट पनि खबरदारी गरेका छौँ, तिमीले भनेको प्रतिबन्ध लाउने क्याम्पसहरूबाट पनि खबरदारी गरेका छौँ र आज तिमीले गरेको निर्णयका विरुद्धमा यो आरआरको क्याम्पसबाट तिम्रो निर्णयको बर्खिलाफमा हामीले प्रतिरोध गरेका छौँ। यो किसिमको चाहिँ आज यो स्थापना दिवसबाट हामीले सन्देश दिन खोजेका छौँ। प्रिय साथीहरू, आज तपाईँ हामी निरुत्साहित हुनुपर्ने बेला होइन हो। चुनौतीका पहाडहरू सिर्जना हुन्छन्, चुनौती आउँछन्, चुनौती सँगसँगै अवसर पनि आउँछ। आज तपाईँ हामीले विद्यार्थी सङ्गठनमाथि भएका विभिन्न किसिमका कहिलेकाहीँका विकृतिका घटनाले मात्रै विद्यार्थी आन्दोलनलाई चित्रण गर्ने हो। विद्यार्थी आन्दोलनलाई तपाईँ हामीले चाहिँ त्यो किसिमले मात्रै एउटा विश्लेषण गर्ने हो भने हामीले यो समाजलाई सही दिशा दिन सक्दैनौँ। आज तपाईँ हाम्रा मानसपटलहरूमा यस्तै गलत कुराहरू फिजाएर आज तपाईँ हाम्रा सचेत वर्गका बोल्ने अधिकारहरूलाई बन्देज गर्न खोजिरहेछ। अल्गोरिदमका माध्यमबाट तपाईँ हाम्रा दिमागलाई भुट्ने काम गरिँदैछ र फेरि सुख शैल र समृद्धिको जीवन बाँच्न तानासाहरू फेरि जन्मिने प्रयत्न गर्दैछ। त्यही भएर साथीहरू, तपाईँ हाम्रा खबरदारीका आवाजहरू फेरि बुलन्द गर्न पर्ने बेला छ। खबरदारीका आवाजहरू फेरि चर्को स्वरमा बोल्न पर्ने बेला छ। सबै क्याम्पसहरूमा
सबै विश्वविद्यालयहरूमा सबै विद्यालयहरूमा तपाईँ हामीले यो किसिमको खबरदारी गर्न पर्नेछ। यिनै कुराहरू तपाईँहरूका बिचमा राख्न चाहन्छु र यो संयुक्त विद्यार्थी आन्दोलनको झन्डा सदा सर्वदा अमर रहनेछ। यो बिचमा यो आन्दोलनको खातिर आफ्नो जीवनको आहुति दिनुहुने सबै वीर शहीदहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। सबै यो आन्दोलनमा आफ्नो किसिमको योगदान दिनुहुने सबै अग्रज नेताहरूप्रति सबैप्रति सम्मान व्यक्त गर्दै तपाईँहरू सबै साथीहरूलाई उपस्थितिका लागि धन्यवाद प्रकट गर्दै यो संयुक्त विद्यार्थी आन्दोलनको यो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दछु। धन्यवाद, नमस्कार, अभिवादन। 27 करोडको चाङमा सुत्ने सस्मित पोखरेलले बुझ्न सक्दैन। जब हामी यहाँ रगत बगाइरहेका थियौँ, ऊ अमेरिकाको स्टार बक्समा कफी खाएर हाई सन्चोको जिन्दगी बाँचिरहेको थियो। जब हामी यहाँ हाम्रो सिमानाका लागि लडिरहेका थियौँ, एउटा विद्यार्थीको अन्यायका लागि लडिरहेका थियौँ, त्यति बेला ऊ कुनै एउटा आलिसान क्याफेमा बसेर काठमाडौँमा कफी खाइरहेको थियो। ऊ भन्दै थियो एउटा देश बन्द गर्नु हुँदैन भनिरहेको थियो। हाम्रो इतिहास र उसको इतिहास मिल्दैन। त्यस्तो सस्मितलाई थाहा हुँदैन, बालेनलाई थाहा हुँदैन हाम्रो बलिदानको इतिहास। त्यसकारणले ऊ यो आन्दोलनलाई बन्द गर्न चाहन्छ, किनकि उसको स्तरभन्दा हामी धेरै माथि छौँ र ऊ हामीसँग आत्तिएको छ। हामी यति बेला विद्यार्थी आन्दोलन त उसले खारेज गर्ने एउटा दिवा सपनामा छ। यो दिवा सपनाकै बिचमा उसले 2 जना मानिसको हत्या पनि गरिसकेको छ। इन्द्रबहादुर राई र रबिन तामाङको रगतको न्यानोमा बालुवाटारमा सुतिरहेका बालेन्द्र शाहले यो बुझ्न जरुरी छ, उनले यदि विद्यार्थीहरूलाई डिपोलिटिसाइज गर्ने, विचारविहीन बनाउने उनका जुनसुकै पनि षड्यन्त्रलाई हाम्रो आन्दोलन निस्तेज पार्नेछ र फेरि हाम्रा अनेकन कमजोरीका बावजुद पनि आफूलाई फेरि सुधार्दै यो देशको नयाँ शिक्षा प्रणालीको दर्शनबारे, यो देशको विद्यार्थीलाई सिपसँग जोड्ने बारे, यो देशका विद्यार्थीलाई उत्पादनसँग जोड्ने बारेमा फेरि विद्यार्थी आन्दोलन जुर्मुराउनेछ। यो खारेज गर्न मिल्ने आन्दोलन होइन, यो सधैँको आन्दोलन हो भन्दै म मेरा कुरा यहीँ टुङ्ग्याउन चाहन्छु। अभिवादन।